आज चाहिँ हामीहरूको चाहिँ ग्रेजुएसन हो 2 वर्ष यो बाटो पुरै हिँड्नु लगभग आजदेखि चाहिँ सायद त्यो कलेज फर्केर आइँदैन होला लास्ट भिडियो यो ठाउँको लागि चाहिँ यस्तै यो खोलासँगको नाता यो पुलसँगको नाता अब 2 वर्षको होइन अब दुःख पनि गरियो होइन 2 वर्ष जति हिँडेर तर पनि त्यो जति हिँड्ने समयमा चाहिँ वाक्क लाग्यो पनि आज चाहिँ एकदमै राम्रो लाग्दो रहेछ होइन अनि नरमाइलो जस्तो नि फिल भइरहेको छ किनभने 2 वर्ष यहीँ बित्यो यहाँ चाहिँ सोचेको भनेर है चिकाडा नि लगभग सकिसकेको छ अनि हामी चाहिँ अब सबै होइन अब फाइनल लिइसकेको यो उखेर साएको भिडियो त्यो साएको sayonara sensei. अब चाहिँ यो 2 वर्षको यात्रा चाहिँ कम्प्लिट भएको छ। अब यो बाटो सायद आइँदैन पनि होला, धेरै हिँड्यो हैन, तर जे जस्तो भए पनि जस राम्रो मेमोरी छ यो गएकोमा पनि एकदमै। सायद यस्तो गएको चाहिँ प्राय अरु कसैको हैन ठाउँमा छैन पनि होला। एकदम रमाइलो गरी बित्यो, थोरै भए पनि यसो जस्तो सुकै यहाँको दुःख सुख भए पनि रमाइलो चाहिँ भयो यो जुन यति समयमा चाहिँ। अनि अब आज सोचेको भएर यो लिइसकेको छ हैन। अनि यसले गर्दा चाहिँ अब नयाँ जर्नी स्टार्ट हुँदैछ हैन। अब नयाँ ठाउँ योमा त यो गएको मात्र नभएर स्कुल मात्र कलेज मात्र नभएर बस्ने ठाउँ पनि छोड्नु चाँडै छोडिनेवाला छ हैन। अब 2-4 दिनपछि छोडिन्छ। अनि यो ठाउँ फर्केर आइन्छ कि आइँदैन ल, त्यही भएर पनि एउटा मेमोरीको लागि चाहिँ यो भिडियो बनाउँदैछु। जतिसुकै भने अब त्यो पढ्ने समयमा चाहिँ कस्तो हुँदो रहेछ भने पढ्ने समयमा चाहिँ कस्तो हुँदो रहेछ भने कहिले यो ठाउँ छोडेर जाउँ भन्ने हुँदो रहेछ क्या। तर पनि जुन अब यो जुन छुट्ने बेला हुन्छ नि त्यसपछि चाहिँ अलिकति नरमाइलो जस्तो फिल हुँदो रहेछ। यो ठाउँहरू चाहिँ जस्तो भयो नि 2 वर्ष बसेको छ, माया त लागिहाल्छ नि। त्यही भएर चाहिँ मैले आज एउटा उस भनेर चाहिँ भिडियो बनाएको हैन। अब फर्केर आइन्छ आइँदैन, त्यही भएर एउटा मेमोरीको लागि भिडियो खिचेको छु। साइडहरू यताहरू
यो सक्ने बित्तिकै अब फेरि भिजा लिनु पनि जानुपर्नेछ। मेरो चाहिँ भिजा पनि आछ। अब कति वर्षको भिजा आउँछ त्यो चाहिँ थाहा छैन, तर भिजा लिन जान्छु म होइन। वर्किङ भिजा सबै भइसकेको छ, खुसी पनि छु होइन। कहिले अलिकति दुःख पनि लागिरहेछ, त्यही नै हो। बाट यो खोलाहरू नि होइन अन्तिमचोटि, तर जस्तोसुकै कामबाट आएर चाहिँ फ्रस्ट्रेट हुँदा पनि मैले चाहिँ यो ठाउँहरू चाहिँ हेरेर एकदमै आनन्द हुन्छ कि। यो गएको आउँदाखेरि हिँड्नै परे पनि यो खोला देखेर चाहिँ एकदमै हुने गर्छ कि। यो बाटो चाहिँ म चाहिँ फुल हेडफोनमा चाहिँ फुल साउन्डमा गीत सुन्दै हिँडिरहन्थेँ होइन। अनि अहिले चाहिँ अब छोड्नु परेको छ यो ठाउँहरू सबै। त्यही भएर एउटा सम्झनाको लागि चाहिँ मैले